वाउ कति दामी आरु फलेछ लट्टै फलेछ यस्तो मिठो देखिरहेछ कि ल भन्नुस् न अब आरु खान्छस् भनेर भन्नु न ल अब आरु खान्छ आरु खान्छु नि दिनुस् न टिप दिनुस् न पाकेको त माथितिर छ हुन्छ जुन चाहिँ भए पनि चाख्नु त हो उनीहरुले पाक्दैछ नि उनी माथि दामी पाक्दैछ है हुन्छ थ्यांक यू यहाँ अलिकति आरुको चाहिँ कस्तो दामी फुलेछ यसको चाहिँ बिउ मलाई पनि दिनुस् ल कहिले रोप्नु पर्छ यो सेन्डी कहिले रोप्नु पर्छ यो त अब यति बेला मलाई पनि बिउ दिनुस् ल यसको कस्तो लट्टाइ चाहिँ कसरी फलेको के हाल्नु भयो मलहरु के हाल्नु भयो कि कति दामी हो अन्त त लट्टाइ फलेछ नि त कस्तो मजाको देखेको नि कसरी रोप्नु भएको थियो फर्स्टमा चाहिँ कहाँबाट ल्याउनु भएको बिउ चाहिँ यो बिउ त कहाँ दिनेछ ल्याएको मैले ल्याएको हैन ए रोप्नु चाहिँ तपाईले रोप्नु भएको होला नि कसरी रोप्नु भएको थियो त्यसै गाडेको केही मलहरु केही नलगाए है किराहरु पनि लागेन ए कति दामी फलेछ अम्बौ आज चाहिँ म मेरो बडीको घरमै बसिरहेको छु किनभने मेरो ठुलो भाउजूले चाहिँ नानी जन्मेको छ अरे अन्त आउँदैछ उसको स्वागतको लागि चाहिँ यहाँनिर मेरो सिस्टर सानो भाउजू अनि सबैजना बसिरहेछ त्यही भएर म पनि वेट गरिरहेको छु अनि एक्साइटेड छु नानीको फेस हेर्नु लागि यहाँनिर यो क्या खतरा मासु काट्नु भएको मेरो सानो भाउजूले चाहिँ यहाँ मासु काट्नु हुँदै रहेछ भरे पकाउनु लागि नि तर कस्तो अन्ध्यारो एप्रोन चाहिँ कहाँ पाउनु भयो एप्रोन चाहिँ मैले फरेनबाट मगाएको नि एप्रोन चाहिँ एप्रोन पनि क्या खतरा पाइहाल्नु भएछ नि यो चाहिँ अचान हो यो चाहिँ अचान हो तपाईलाई चाहिँ मासु काट्नु आउँछ मजाले यो चाहिँ चिकन हो मैले काटेको यो चाहिँ भरे म पाउँछु दामी काट्नु भएछ सेफलाई जिताउने रहेछ लु तपाईले चाहिँ सेफ हो नि त हामी चाहिँ ओ तर तपाईले बनाएको खाना मिठो हुन्छ नि खै थ्यांक ए वेलकम ऊ चाहिँ मैले भाइ सम्झेको त बहिनी पो रहेछ अन्त त नपत्यार लागेको नि कस्तो भाइ सेम छ बहिनी अरे नाम चाहिँ इन्द्रा अन्त इन्द्रा हो अन्त केटीको नाम चाहिँ केटाको नाम चाहिँ इन्द्रा हुन्छ अन्त त हैन हौ तपाईले त भनेको चाहिँ हाँस्यो भनेर पत्यार अहिले मात्रै पत्याइने हो नै रहेछ बहिनी रहेछ के खानु भएको यस्तो डर लाग्दो भोक लागेको थियो अघि सोधेको थियो त मैले तपाईलाई भोक लागेको थिएन भने सुनपापडी त डर लाग्दो खाएछौ त तिमीले त अन्त मुखभरि डल्लेर खै एलिस फुपूको भिडियोमा हाई हेलो गरिदिनुस् दिसु हाई अन्त केही भनिदिनुस् न एलिस फुपूको भिडियो लाइक गरिदिनुस् कमेन्ट गरिदिनुस् भनिदिनु न भनिदिनुस् त ओके थ्यांक यू अन्त कस्तो मुखमा टोक्दै बोलेको तपाईँ चाहिँ ल बाई यहाँ चाहिँ सानो खडकुन्डामा पानी दुध अनि फुल हालेर यो चाहिँ वेलकमको लागि रेडी गरिरहेको छ अन्त यहाँनिर थालमा टिका अनि त्यो बत्तीहरू यो ठुलो भाउजूको घरमा चाहिँ फुलहरू पनि दामी दामी रहेछ कति दामी दामी फुलहरू यहाँ चाहिँ छैन पो रहेछ यो चाहिँ पादे झार अरे पात जस्तो बनाउँछ अरे है सुँगी हेर्नुहोस् त लु तपाईँ बनायो ए हो रहेछ हामी चाहिँ यहाँ वेट गरिरहेको छ कहिले एन्ट्री हुन्छ भनेर यहाँ त्यतिखेरसम्म तपाईँहरूलाई मकैहरू पनि फलेछ जमरा पनि निस्केछ कति राम्रो देखिरहेछ यहाँ चाहिँ सो क्युट फ्लावर हौ स्मल रहेछ कि तर पुरा क्युट गाइस न्यू बेबी ठुलो भाउजू एन्ड दादा खै आरती चाहिँ ल्याइदिनु भएको अन्त सेन्डी लो ऊ आरती ढिलो भयो लो यहाँ वेलकम गर्नु अक्किदेखि बसेको कि हामी वेट गर्दा गर्दा अहिले चाहिँ आइपुग्नु भएछ बिचारा नानीको अनुहार चाहिँ हेरौँ न कस्तो छ अब सो क्युट माया लाग्दो रहेछ
ओ माई गॉड कति क्यूट हो यहाँ टिका लगाइदिनु नि दस्तुरहरू दादा टिका लगाइदिइहाल्नुहोस् न हामी पनि लाउनुपर्छ लाउनु पर्छ त आमा बाउले अन्त म थाप्दिनु पनि यहाँ झर्नु त्यो चिनीको लगाएको थियो चिनी हो दही लाउनुपर्छ चिनीले त चिलाउँछ भाइ एकछिन भयो भयो पुरा माया लाग्यो नानी चाहिँ अलिकति हेर्नु न अनुहार गालामा चाहिँ के भयो वेलकम 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 खै अँध्यारो छ त बाल्नु न बत्ती चाहिँ वाउ यता बस्नुहोस् न यहाँ तपाईँको ब्लग्स बनाउँदैछु म वेलकम बेबी बोय त्यो पेपर भाइ एक्साइटेड भएर केही छैन खै रेहान खै हेर न तिम्रो भाइ अन्त रेहानको साथी आइपुग्यो रेहानको सानो भाइ भात खाजा केही खाएको छैन बिचरा त्यहाँ भोकै लागेन अरे गरमले उयो हुन्छ एक दुई दिन 3-4 दिन भयो अहिलेको नानीहरूलाई केक कटिङ इमर्जेन्सीमा केक चाहिँ माया लाग्दो रहेछ सबैजना खै क्ल्यापहरू गरिदिनु न कङ्ग्रेचुलेसन दादा र भाउजूलाई दादाले थप्पड मारे बिग कङ्ग्रेचुलेसन टु यु ठुलो दादा एन्ड भाउजू ठुलो भाउजू रेहानलाई पनि भाउजूलाई पनि के हो त्यस्तो यस्तो मात्रै गरिबस्छ मान्छेलाई पनि खुवाइदिनु नि के अहिले म त खान्छु तपाईलाई भनेको होइन म सामान ल्याइहाल्नु पर्यो एजीले खदा अफर गर्दैछ सानो न्यू बेबीलाई क्ल्याप 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 जिसुम जान्छ जाउलो बहिनी जाऊ नौ दिसुको टर्न वेलकम बेबी बिस्तारै आउनु बहिनी बिस्तारै बिस्तारै ए ला हौ कसरी लायो हौ दिसु रेहानले पनि लाउने नानीलाई खदा लाउनुको लागि भाइले खोजेको खै भाइ सेतो खोज्दै भाइ लु छैन यहाँ चाउन्छु बिचारा खोजेर ल्यायो उसको भाइको लागि उसको भाइको लागि वेलकम भाइ भन्नुहोस् न कस्तो ठाडै लायो रेहानले वेलकम कहिले मन दिन्छु मैले लाग्नु भिडियो भिडियो गरिरहेको छु ए मलाई दिएको यो वेलकम न्यू बेबी टु आवर फ्यामिली सो क्यूट के रे थ्यांक यू गरिहाल्नु पर्छ मम्मीलाई दिन्छु मम्माले पनि लगाइदिनु हुँदैछ न्यू बेबीलाई वेलकम आशीर्वाद दिनुहोस् वेलकम ए भाइ भनेको हैन राम्री भाइ अनि नाक पनि खै छोड्नु त हाम्रो चाहिँ ट्रनै आएको छैन लु बिचारा यहाँ सानो भाउजू चाहिँ रुनु आँटेछ टर्न आएर हो वेलकम भाइ भन्नुहोस् न त्यो भाइको म त्यहाँ के ल्याइदिनु भयो ल यहाँ एक्साइटेड ल भयो भयो लु खाता निकाल्दिनु यहाँनिर चाहिँ तर घाउ जस्तो भएछ कति सानो साह्रो माया अलिक उता जाउँ न यहाँ बोल्दा भिडियो बिग्रिसकेको बोल्दैछ भयो